हामी यहाँ नगरकोट बेस क्याम्पमा आज हामी यहाँ पिकनिक आएको छौँ। कस्तो मजाले यहाँ कागतीहरू फलिरहेछ हेर्नु ल, एकदम रमाइलो भइरहेछ। यहाँको भ्यूहरू एकदम दामी छ। यहाँ साथीहरू रमाइलो गर्दैछन्। यता पनि कस्तो राम्रो राम्रो भ्यू छ। ठाउँ एकदम रमाइलो। यता कति राम्रो घरहरू होइन, कस्तो रमाइलो छ। यहाँ हाम्रो साथीले अरू त यहाँ म होटल हेरेर आउँदैछु। कस्तो रमाइलो हेर्नु, यहाँबाट भ्यू कस्तो दामी देखिरहेछ। यो चाहिँ नगरकोट जानेतिर हो, दामी भ्यू छ है। यहाँ हाम्रो साथीले टिकटक बनाउँदै यहाँ रमाइलो गरिरहेछन्। एकदम रमाइलो भइरहेछ। पैसा लिने हो, पैसा लिने गर्नु होला तिमी। हामी साथीहरू यस्तो इन्जोय गरिरहेछौँ। यस्तो दामी छ यहाँको भ्यूहरू पनि। तपाईँहरू पनि घुम्न आउनुहोस् है यहाँ। पानी चाहिँ खाऊँ भनेर कस्तो गऱ्यो मजा खाना खाएर टाढा आउनु क्या। भन्ने मेरा कति ताखेर मलाई चाहिँ बुढोलाई फोन गरेर म त आउँदै गएँ भन्न लाउनुपर्छ क्या। उहाँको बानी छ त साँच्ची छ। त्यही भनिरहेको छु क्या, बुढोलाई फोन गरेर म त आउँदै जाँदा कहाँ जाने अन्त्यमा त्यसको के छ नाम? म त ब्लग्स मैले भिडियो गरेँ। हिँडेको बनाउनु न पछाडिबाट राम्रो आउँदो रहेछ कहाँ गयो सुषमाहरू? खोइ सुषमाहरू कहाँ गयो? ब्लग नै बनाइरहेको छु। आज हामी चाहिँ कहाँ आएको छौँ घुम्न? नगरकोट घुम्न आएको छौँ। रानी झुला होइन, पानी परेर बेहाल भएको छ। तर यस्तो राम्रो भ्यू छ यहाँ। हाम्रो साथीहरू पछाडि पछाडि आइरहनु भएको छ। हामी चाहिँ नगरकोटको रानी झुला घुम्न गइरहेछौँ। अहिले मेरो माइती दोलखा नि त कुन ठाउँ जानु? जिरी माइती चाहिँ दोलखा जिरी हो। घर रानी साहब हो कि नि
यो चाहिँ हामी रानी झुलाको बाटो जान लागेको साथीहरू। म्याम आउनुभयो। हेलो हेलो म्याम नमस्ते। म्याम आउनुभयो खुसी लाग्यो। यहाँ चिप्लिन्छ है बिस्तारो। म्याम पनि आउनु भएन म्याम त हो भने जानुपर्छ हामी। म्याम त जानु भन्नुभएको।